नमस्कार, स्वागत छ तपाईँहरूलाई हाम्रो बुद्ध एजुकेसन कन्सल्टेन्सीको आजको हाम्रो विशेष पोडकास्टमा। म तपाईँहरूको होस्ट विपना नेम्बाङ। आज हामीसँग हुनुहुन्छ हाम्रो विद्यार्थी जो अहिले जापानिज भाषा अध्ययन गर्दै हुनुहुन्छ र उहाँको जापानिज भाषाको यात्राको बारेमा हामी कुरा गर्दैछौँ। स्वागत छ रोहनजी तपाईँलाई हाम्रो पोडकास्टमा। धन्यवाद विपना म्याडम, मलाई यस पोडकास्टमा बोल्ने अवसर दिनुभएकोमा। रोहनजी, श्रोताहरूको लागि सुरुमा तपाईँको छोटो परिचय र शैक्षिक पृष्ठभूमि बताइदिनुहोस् न। मेरो नाम चाहिँ रोहन तामाङ। मैले 2021 मा बाह्र दिएको थिएँ। हजुर। त्यस पछाडि चाहिँ मेरो सपना भनेकै आर्मी हुने थियो। अनि आर्मीको लागि एकदम हार्ड ट्रेनिङ पनि गरियो, फिजिकल्ली पनि रेडी थियो, तर हुन सकिएन। तर त्यो बेलाको मेरो सपना चाहिँ लौरे हुने थियो। अनि सेनामा प्रवेश गर्न नसक्दा तपाईँको मानसिक अवस्था कस्तो भयो? साँच्चै भन्नुपर्दा चाहिँ त्यो समय मेरो लागि एकदमै गाह्रो थियो। सक्दो प्रयास गर्दा पनि हुन सकिएन। अनि त्यस पछाडि चाहिँ एकदम लो फिल गरियो। अनि अब आफ्नो भाग्यलाई दोष दियो। आफ्नो भाग्यमै नभएपछि त्यस्तै हो। अनि त्यसपछि त्यस्तो अवस्थामा तपाईँको जीवनमा परिवर्तन ल्याउने मोड चाहिँ के थियो? त्यो मोड भनेकै मेरो साथी बादल तामाङ हो। हजुर। अनि साथी चाहिँ त्यति बेला बुद्ध एजुकेसन कन्सल्टेन्सीमा पढिरहेको थियो। अनि यस कन्सल्टेन्सीको बारेमा मलाई व्याख्या गरिबस्थ्यो, उसको एक्सपिरियन्सहरू व्यक्त गरिबस्थ्यो। अनि भन्थ्यो राम्रो स्टुडेन्टहरू छ, रमाइलो हुन्छ, पढ्नु आऊ भनिबस्थ्यो। प्लस जापान चाहिँ अब विश्वको सबैभन्दा सेफ कन्ट्री, प्लस पासपोर्ट पनि स्ट्रङ भएको र फेसिलिटीहरू पनि धेरै अनि राम्रो ठाउँहरू भएको भनिबस्थ्यो। त्यसले गर्दाखेरि मलाई पनि हल्का आशा जाग्यो। अनि उसको कुराहरू सुन्दाखेरि मलाई जापानिज भाषा पढ्ने आशा जाग्यो। अनि पहिलो पटक बुद्ध एजुकेसन कन्सल्टेन्सी आउँदा तपाईँलाई के महसुस भयो? पहिलो दिन चाहिँ अलिक नयाँ थिएँ र अनौठो लाग्यो। सर साथीहरू कोही चिनेको थिएन। त्यसपछि चाहिँ डेली क्लास आउन थालियो। अनि सरहरू चिनियो, साथीहरू चिनियो। अनि सरहरू फ्रेन्डली हुनुहुँदो रहेछ, साथीहरू पनि एकदम मिल्ने हुनुहुँदो रहेछ। अनि जोस् स्कुल गएको जस्तै फिल हुन्थ्यो। यहाँ क्लास आउँदाखेरि चाहिँ नजान्दाखेरि कुटाइ खाइन्थ्यो। हजुर, रमाइलो हुन्थ्यो। अनि जापानिज भाषा सिक्ने प्रारम्भिक दिनहरू कस्तो रह्यो त? प्रारम्भिक दिनहरू एकदम रमाइलो थियो। पढाइमा बाहेक पढाइमा चाहिँ हिरागाना कातागाना अलिक गाह्रो थियो। हजुर। त्यस पछाडि ग्रामरहरू आयो, त्यो झन् गाह्रो थियो। अनि त्यस पछाडि बुकहरू अलिक सजिलो भयो सुरुमै ग्रामर पढेर। तर खान्जी पढ्नु चाहिँ एकदम कठिन थियो। सुरुबाटै गर्दा पनि गाह्रो थियो। त्यसरी टेस्टहरू पनि गरियो, रमाइलो भयो। यो यात्रामा तपाईँले सामना गर्नुभएको सबैभन्दा ठुलो चुनौती चाहिँ के थियो? मेरो सबैभन्दा ठुलो चुनौती भनेकै मेरो आफ्नै कन्फिडेन्ट थियो। अनि एक ठाउँ फेल गरिसकेपछि चाहिँ अरू ठाउँ पनि गर्नु सक्दिनँ भन्ने लाग्दो रहेछ, कन्फिडेन्ट लो हुँदो रहेछ। तर अब यहाँ पढ्दै गएपछि, साथीहरूसँग घुलमिल हुँदै गएपछि, अब धेरै कुरा सिक्दै गएपछि, सर र साथीहरूको साथ सपोर्टले गर्दाखेरि अहिले यहाँ छु। त्यसो भए हाम्रो बुद्ध एजुकेसन कन्सल्टेन्सीले चाहिँ तपाईँको जीवनमा कस्तो भूमिका खेल्यो त बताइदिनुहोस् न। यो कन्सल्टेन्सी चाहिँ अब पढाउने ठाउँ मात्र नभएर हाम्रो लाइफको बारेमा केही सिक्ने ठाउँ जस्तो लाग्यो। अनि यहाँ चाहिँ मेरो जो कन्फिडेन्ट लो भएको चाहिँ यहाँ हरायो। त्यो साथीहरूसँग घुलमिल भयो, रमाइयो, खेलियो, पिकनिक गइयो, नाचियो। अनि आफ्नो पेनफुल लाइफ टाइम चाहिँ बिर्सिँदै गयो है? हजुर। हाउडे जापानिज ल्याङ्ग्वेज स्कुल ओसाकाको आवेदन प्रक्रिया चाहिँ कस्तो रह्यो? भर्खरै काठमाडौँ पनि पुगेर आउनुभयो, थोरै बताइदिनुहोस् न। हजुर, मैले यही 2026 जनवरी इन्टेकको लागि आवेदन दिएको थिएँ। हजुर। डकुमेन्टको प्रोसेस चाहिँ कठिनै थियो, सजिलो थिएन। तर कन्सल्टेन्सीले चाहिँ हरेक चरणमा साथ दिँदै जानुभयो र साथसाथै COE पनि आयो र भिसा पनि सफल भयो। अनि त्यो दिन चाहिँ एकदमै खुसी थिएँ म। हजुर, कतिको खुसी हुनुभयो त पहिलो प्रयासको विफलतापछि अहिलेको सफलतामा? एकदमै खुसी लाग्यो। जुन मैले मेहनत गरेको थिएँ त्यसको फल मिल्यो। हजुर, अब जापान जान अघि तपाईँको सोच र लक्ष्य के छ त? म जापान गएर पढ्नु मात्र नभएर त्यहाँको असल नागरिक पनि बन्न चाहन्छु र राम्रो काम गर्दै गएर पछि त्यहाँनिर आफ्नै बिजनेस पनि खोल्न चाहन्छु। हजुर। फ्यामिलीहरूलाई लान चाहन्छु। हजुरको सोच राम्रो रहेछ, पुरा होस्। अनि हजुरको यो यात्रालाई एउटा वाक्यमा व्याख्या गर्नुपर्दा कसरी गर्नुहुन्छ बताइदिनुहोस् न। म भन्छु एकचोटि असफलता हुँदा चाहिँ त्यो चाहिँ अन्त्य होइन। त्यो भनेको चाहिँ आफ्नो राम्रो बाटो पक्रिने, मोडिने मौका हो। हजुर।
मैले चाहिँ मेरो जीवनबाट त्यही सिकेँ। हजुर, अन्त्यमा जापानिज भाषा पढ्न चाहने नयाँ विद्यार्थीहरूलाई के सन्देश दिन चाहनुहुन्छ? म के भन्न चाहन्छु भने नयाँ विद्यार्थीहरूलाई तपाईँहरू अहिले पनि कन्फ्युजनमा हुनुहुन्छ भने नडराइकन पढ्न थाल्नुहोस्। तपाईँहरूले सही टिचर सही वातावरण भेटिसकेपछि तपाईँहरूको त्यो डर हराउँछ अनि धेरै कुरा बुझ्नु नि हुन्छ। गाह्रो छ, राम्ररी पढ्नुहोस्। म जस्तो सामान्य विद्यार्थीले पनि गर्न सक्छ भने तपाईँहरूले नि गर्न सक्नुहुन्छ। राम्ररी पढ्नुहोस्। रोहन तामाङको कथा हजारौँ नेपाली युवाहरूको लागि प्रेरणा हो। बुद्ध एजुकेसन कन्सल्टेन्सी दमक सधैँ विद्यार्थीहरूको लागि सपना साकार पार्न प्रतिबद्ध छ। हस्त धन्यवाद। म विपिना नेम्बाङ यहीँबाट बिदाई हुन चाहन्छु। अर्को पोडकास्टमा भेटौँला। हस्त धन्यवाद।